हेलो गाइज, हामी देउसी खेल्न हिँडेको। यहाँ हाम्रा मित्रहरू धेरै रिसाउनु भएको छ। अर्को मित्र अलिकति गुस्सावाला हुनुहुन्छ। ओहो, अर्कोमा हेर न। यहाँ हाम्रो मित्रहरू र यहाँ अहिले भर्खर सिटीमा हाम्रा दुईटा मित्रहरू जानुभएको छ। र यो हाम्रो भनेको भट्याउने मित्र हो। यो मेरो दाइ पनि पर्छ, मेरो मित्र पनि पर्छ। अब यहाँ हामी भट्टाउन जाँदैछौँ। अझै अब साथीहरू ल अब हामी यस्तै छ। तपाईँहरू पनि अब जहाँ भेट्छौँ त्यहीँ 1000 रुपियाँ गोजीमा हालिदिनु। त्यसो गर्दा तपाईँहरूलाई चाहिँ शुभ लाभै लाभ मिल्नेछ। लाभ मिलेन भने पनि त्यो सखाप चाहिँ तपाईँहरू हुनुहुन्न त्यस्तो लाग्दैछ। यो भाइलाई सनक हान्छु होला भन्ने चाहिँ लङ्गो गुल्टा खेल्ने काम चल्दैछ। यस्तो काम चाहिँ जिन्दगीमा लाइफमा कहिले नगर्नु भन्छु म। हामी देउसी खेल्न जाऊँ र हामी अर्को यहाँ घरमा पस्न दिन्छौँ। झन्डै बाइकले हानिदियो हाम्रो एउटा मित्रलाई। कुन घर हो? कतापट्टिबाट जाने? यो घरमा गाह्रो भएछ हामीले देउसी खेल्न होइन। अब हामी भित्र छिर्दैछौँ। अलि मान्छे नभएकोमा जाऊँ ल। अब क्यामेरा कतिले छैन फोनको, किन गाह्रो छ गरिबको जिन्दगी। र हाम्रो मित्र अहिले नाक कोट्याउनु हुँदैछ। भन्दाखेरि मेरो यो नाक चाहिँ अलिक बढी दुख्ने र खुन आउने भएको कारणले तपाईँहरूले चाहिँ मलाई मेडिकलको उपचार गर्नको लागि पैसा क्युआर गरिदिनु होला। गर्दा तपाईँलाई नम्बर पनि भन्दैन। 98 भन्नु, अरू चाहिँ भरे इनबक्समा हामी पठाउँछौँ यहाँ। ल, हाम्रो दुईटा मित्रहरू पछाडि अलिकति गाह्रो छ अरे होइन। भोलिका दिनमा पनि हामी देउसी यसरी नै खेल्छौँ भन्ने हामी आशाका साथ आज खेल्ने क्रममा यहाँ आइपुगेका छौँ। ल अब हामी यो घरमा देउसी राम्रोसँगले त्यो घरमा होइन, यो घरमा।